एभ्रिवान। आज बिहान चाहिँ म अलि ढिलो ढिलो उठेको थिएँ। म उठ्दाखेरि अघि फ्रिज ल्याइदिइसकेको रहेछ कि हिजो हामीले किनेर छोडेको थियौँ। अनि आज डेलिभर गरिदिन्छु भनेको थियो फ्रिज र वासिङ मेसिन। अनि ल्याइपुऱ्याइसकेको रहेछ म उठ्दाखेरि त। अनि म उठेर ब्रस गरेँ। मदनले हिजो बेलुकाको खाना थियो, खाना भुट्यो र अनि हामीले खायौँ र मैले अलिअलि रेडी भएँ। अनि त्यहाँदेखि हामी आज अलिअलि ग्रोसरी सपिङहरू गर्नु थियो अनि गयौँ। अनि अलिअलि टमाटर प्याज अनि आलुहरू किन्यौँ, सब्जीहरू अलिअलि किन्यौँ। अनि यहाँ फ्रेन्च फ्राइजहरू खानु मन लागेको थियो। अनि घरमा फ्रिज पनि आएको थियो, फ्रिजरमा राख्नु आज मिल्छ भनेर हामीले अलिअलि सामानहरू किन्यौँ, के किन्यौँ। अनि त्यस पछाडि मैले फुलको यो सिडहरू पनि देखेँ। अनि घरमा केही छैन नि त, अनि सिडहरू अलिअलि लिएँ मैले। अनि फुल पनि देखेँ मैले। अनि यो फुलको सेक्सनमा गएर मैले एक दुईवटा प्लान्टहरू पनि लिएँ। अनि प्लान्ट लिएर हामी चाहिँ घर फर्क्यौँ। अनि भिडियो हेरिदिनु भएकोमा धन्यवाद। हेर्दै गर्नु होला। बाई।